यो संसारमा दुई प्रकारका मानिस हुन्छन्। एक जो भिडसँगै हिँड्छन्, अर्को जो आफ्नै बाटो बनाउँछन् र ती दोस्रो प्रकारभित्र पर्छिन् सिग्मा फिमेल। उनी भिडमा हराउँदिनन्। उनी चुपचाप आफ्नो प्रेजेन्स महसुस गराउँछिन्। उनको आवाज ठुलो नहुन सक्छ, तर आत्मविश्वास एकदमै गहिरो हुन्छ। सिग्मा फिमेललाई कसैले परिभाषित गर्न सक्दैन। उनी किताबको थ्योरी होइनन्। उनी त एउटा अनुभव हुन्, एउटा इनर्जी हुन्, एउटा शान्त आदि हुन्। उनी धेरै बोल्दिनन् किनकि उनलाई थाहा हुन्छ सबैलाई सबै कुरा बुझाउनु आवश्यक हुँदैन। उनी समयलाई बर्बाद गर्न चाहदिनन्। उनी फेक रिलेसनसिपमा पनि बस्न चाहदिनन्। ड्रामा भन्दा शान्ति रोज्छिन् र यही कारणले संसारले उनलाई कहिलेकाहीँ गलत भनेर पनि बुझ्दछन्। कसैले भन्छ किन यति अलग, कसैले भन्छ किन यति कोल्ड, तर कसैले बुझ्दैनन् उनी कोल्ड होइनन्, उनी सेलेक्टिभ हुन्। उनले आफ्नो इनर्जी जोगाउन सिकेकी हुन्छन्। उनले आफ्नो मनको ढोका सबैका लागि खुल्ला राख्दछिन्, किनकि एकचोटि गलत मानिसभित्र पस्यो भने मनको शान्ति हराउन सक्छ भन्ने कुरा उनी जान्दछिन्। सिग्मा फिमेलको सबैभन्दा ठुलो शक्ति उनको सेल्फ रेस्पेक्ट हो। उनी कसैलाई इम्प्रेस गर्न आफ्नो पर्सनालिटी बदल्दैनन्। यदि कसैले उनलाई छोडेर गयो भने पनि उनी पछाडि दौडिँदैनन्। उनी चुपचाप स्वीकार्छिन् र आफ्नो बाटोमा अघि बढ्छिन्। दुःख पक्कै हुन्छ, तर उनी यो दुःखलाई कमजोरी होइन, इन्धन बनाउँछिन्। रातको शान्तिमा उनी धेरै कुरा सोचिरहेकी हुन्छन्, उनका सपना, उनका योजना, उनका डर। तर बिहान घाम उदाउँदा फेरि उनी उठ्छिन्, किनकि उनी हार मान्न जान्दिनन्। सिग्मा फिमेल कम्पिटिसनमा विश्वास गर्दिनन्। उनी कम्प्यारिजन गर्दिनन्। उनको एउटै लक्ष्य हुन्छ कि हिजोको भन्दा आज राम्रो बन्ने। उनी एक्लै यात्रा गर्न सक्दछिन्, एक्लै कफी पिउन सक्दछिन्, एक्लै मुभी हेर्न जान सक्दछिन्, किनकि उनलाई थाहा छ एक्लोपन शत्रु होइन। एक्लोपन त आफूलाई भेट्ने एउटा ठुलो अवसर हो। उनको सर्कल सानो हुन्छ, तर त्यो सर्कलभित्र साँचो माया र विश्वास हुन्छ। उनी लोयल्टीलाई धेरै महत्त्व दिन्छन्। धोका सहन सक्छिन्, तर दोहोर्याएर होइन। सिग्मा फिमेल प्रेम गर्छिन्, तर आफ्नो अस्तित्व गुमाएर होइन। उनी कसैको संसार बन्न सक्छिन्, तर कसैको छाया बन्न चाहदिनन्। उनको आँखामा सफ्टनेस हुन्छ, तर उनको स्पाइन इस्पात जस्तै बलियो हुन्छ। संसारले कहिलेकाहीँ उनीलाई डराउन खोज्छन्, प्रेसर दिन खोज्छन्, तर उनी भित्रभित्र मुस्कुराउँछिन्, किनकि उनलाई थाहा छ उनको असल शक्ति अरूको स्वीकृतिमा होइन, आफ्नो स्वीकृतिमा छ भनेर। सिग्मा फिमेललाई स्पोटलाइट चाहिँदैन। उनी स्टेज खोज्दिनन्, तर उनी जब बोल्छिन् सबै सुन्छन्, किनकि उनको शब्द अनुभवबाट सिकेको हुन्छ। उनको जोड्ने सजिलो हुँदैन, मिसअन्डरस्ट्यान्डिङ हुन्छ, एक्लोपन हुन्छ, टियर्स पनि हुन्छ, तर यही स्ट्रगलले उनीलाई एक्स्ट्रा अर्डिनरी बनाउँछ। यदि तपाईँ पनि भिडभन्दा शान्ति रोज्नुहुन्छ, आफ्नै बाटो आफै बनाउनुहुन्छ, सेल्फ रेस्पेक्ट सबैभन्दा महत्त्वपूर्ण मान्नुहुन्छ र लाग्छ भने सायद तपाईँभित्र पनि एक सिग्मा फिमेल बाँचिरहेको छ। भनौँ तपाईँ पनि सिग्मा फिमेल हो। आज आफैलाई बाचा गर्नुहोस्। अरूलाई खुसी पार्न आफ्नो आत्मा बेच्नुहुन्न। आफ्नो साइलेन्सलाई कमजोरी नसम्झनुहोस्, किनकि कहिलेकाहीँ सबैभन्दा ठुलो आवाज शान्तबाट निस्किन्छ। यु आर नट मेड टु फलो, यु आर मेड टु क्रिएट योर ओन पाथ। यु आर रेयर, यु आर डिप, यु आर पावरफुल एन्ड यु आर सिग्मा फिमेल। मन पर्यो भने लाइक, सब्सक्राइब र कमेन्ट गर्न नभुल्नुहोला। धन्यवाद।